भागो भागो उता 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 खिच्नु 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 छिटो छिटो आउनु छिटो छिटो दर्शकबिन जेठी हुँदाहुँदै कान्छी बिहे गर्ने भर्खर मात्रै भेटिएको छ। कहाँ देख्नु भयो? ए यहाँ आउनु हुँदो रहेछ ल यहाँनिर ल तपाईँ कान्छी हुँदाहुँदै एकछिन बस्नुहोस् होइन तपाईँ जेठी हुँदाहुँदै किन कान्छी लिएर तपाईँले मलाई खेद्नुपर्छ त। अनि तपाईँ त्यहाँबाट किन भाग्नु भयो त? तपाईँसँग कुरा गर्नु भएको मलाई खेद्नुहुन्छ त नभाग्नु त नि। अनि तपाईँसँग कुरा गर्नु खोजिरहेको छु। तपाईँ जेठी हुँदाहुँदै कान्छी लिएर किन भाग्नु भयो भन्नुहोस्। अब कान्छी मसँग खुसी भयो, उसको घर परिवारमा मलाई यिनीहरूले हेर्दैन, मेरो धेरै काण्डहरू छ, मन पराउँदैन, म तपाईँसँग जान्छु भन्नु। अनि त मैले लगेँ, उसको नि स्वतन्त्र हुँदैन र बाँच्ने अधिकार उसँग हुँदैन र। ए अरू त्यो तपाईँको जारसँग सन्तुष्टि थिएन अरे? थिएन, त्यो थिएन। म सन्तुष्टि छैन। मलाई म यहाँ बसेँ भने मलाई बाँच्नु पनि दिँदैन, मलाई भगा, मलाई लैजा भन्ने खालको कुरा गर्यो। हजुर म पनि त्यतिको चिलमा हिँड्ने मान्छे हो, उडाइदिनु भयो। 20 वर्ष जति त्यतिको बुङ्गा बसेर जाँड खाएर हिँड्ने मान्छे, लन्टङ लगिदिए त मेरो के गल्ती? हामीले चाहिँ बाँच्नु नपाउनु? पाउनुहुन्छ स्वतन्त्र रूपले। उसले जुन तपाईँको जारले चाहिँ त्यसरी मानसिक टर्चर दिन्थ्यो भने मानसिक टर्चर मलाई त त्यो त थाहा भएन, तर उसको भनाइअनुसार चाहिँ त्यो हो। त्यो दियोस् उहाँको तपाईँको जारसँग सन्तुष्टि थिएन, केटीको भनाइअनुसार त्यो थिएन। तपाईँको त्यतिखेर चाहिँ जेठी हुँदा घरमै थियो कि थिएन? जेठी मसँग थिएन, जेठी ऊ लापत्ता विदेशतिर। लापत्ता विदेशमा थियो। ए बिना लापत्ता भएको थियो। त्यतिखेर हामी भएको चाहिँ तपाईँले रङ्गे हान्थ्यौँ नि। फेरि रङ्गे तपाईँले हान्नु मिल्छ, उसले बाँच्नु पर्दैन, मैले बाँच्नु पाउँदैन। त्यो त हो, बाँच्नु त पाउँछ। तपाईँले रङ्गे हान्दा हामी चाहिँ यसो गरेर बस्छौँ नि। हो त्यो इच्छा, आफ्नो इच्छा होइन। भेटियो भन्दा बरु फेरि सिङ्गल हुन्छ नि हाम्रो। तरिका तपाईँ त के थरी हो? तपाईँ म लिम्बू हो। काँचो लिम्बू हो के हो? कसरी काँचो र पाकेको छुटाउनुहुन्छ तपाईँले मान्छे चाहिँ? तपाईँ त तगडा हुनुहुँदो रहेछ ल। तगडा होइन, यसरी मान्छे यार मुटु सुटु हल्लिने गरी